आफ्नै कथा हुन्छ भाइ ठुलो परिवारलाई छाडी अब हिँडिरहेको मैले पनि खोइ त बन्दै फेरि अनि खोजिरहेको साथ पनि थाहा छैन किन याद टाढा गएको अहिले पनि दुःखको त कहानी अब सुनाइरहेको छु नि दुःख पर्दाखेरि मात्र साथ दिन्थे जहिले तिम्रो माया पाउँछु भने आश दिन्थे अहिले मायाको त कुरा गर्न तिमीले चाडेछौ तर माया भए किन चिक्ने जुठो लागेछौ मेरो माया तिमीलाई त के कमी थियो र माया गर्छु तिमीलाई अब आश गर्छु म त आउन भने फेरि अनि पर्खिदिन्छु त्यहाँ त तिमी आउने बाटोमा त फुल रोप्छु त्यहाँ त आधी बाटो भए पनि मतलब किन थिएन मैले पनि ऱ्याप अब लेखिरहेको थिइनँ तिम्रो लागि सोचे तर जले पनि त तिमीले धोका दिने मलाई भयो अहिले किन त माया चिन्हलाई त धेरै चिन्न गाह्रो हुन्छ मायामा त आँखाहरू अन्धो पनि हुन्छ अन्धकारको बाटो फेरि अन्धकारमै छ नि भगवानको मन सानोमा त हामीसँग खेली पनि जान्थ्यौँ तिम्रो घरमा बसी मिठो मिठो कुरा गर्थ्यौ सधैँ खुसी हुन्थ्यौ हामी सानोमा तिमी मेरो बुढी म तिम्रो बुढा तर लाज लाग्दैन त्यो फेरि हामीलाई अरूले त्यहाँ के भन्दैमा आज भन्छु आज तिम्रो मेरो मनको कुरा खोइ तिमी आज कहाँ गयो मलाई छाडी एक्लै पारी त्यो ठाउँमा पनि त यस्तो छ नि त जिन्दगीको सुरुवात त सोचिरहन्थे जहिले पनि कता बिट बताखेरि ऱ्याप लेख्थेँ अहिले पनि थाहा छ किन यस्तै भएको छ त अब पागलपनले पनि मलाई सताइरहेको हो नि बाटो हिँड्दाखेरि ऱ्याप हानिरहेको छु बाटो हेर्दाखेरि फेरि उल्टो पनि देख्छु गाँदा तान्दै गोटी खाँदै हिँडिरहेको थिएँ तर ऱ्याप भन्ने चाहिँ त खोइ त बिर्सिरहेको थिएँ आखिरीमा चाडी जाने रहेछ किन त